देख्न सक्नुहुन्छ। दर्शकबिन देख्न सक्नुहुन्छ डोजरको सिसा पनि फुटाउनु भएको छ उहाँले ढुङ्गाले हानेर भने यतिखेर यहाँ यताबाट प्रहार भएको ढुङ्गाले यतिखेर डोजर चालकको देख्न सक्नुहुन्छ हातमा चोट लागेको छ, रगत पनि आएको छ। यतिखेर उहाँ ड्युटीमा खटिराख्नु भएको थियो, यतिखेर उहाँले ढुङ्गा प्रहार गरिसकेपछि डोजर चालकको अवस्था देख्न सक्नुहुन्छ। डोजरको तपाईँले देख्न सक्नुहुन्छ हालत अवस्था, सिसाहरू पुरै फुटेको छ र अहिले देख्न सक्नुहुन्छ उहाँहरू यसरी किन छैन ल कति पैसा किन खाँदैन अब त्यो एक रातको 1300 लिन्छ मैले कहाँ भाडा तिर्नु? आफ्नो घरमा भाडा तिर्छ? आफ्नो घर हुन्छ कसरी हाँसेर जित्दिनु न, हाँसेर जित्दिनु। तपाईँहरूलाई पटक पटक भनिसकेको छ तपाईँहरू हाँसेर जित्दिनु। यो चाहिँ वायरिङ गरेर भाडा तपाईँले कसरी दिया होला भाडामा है, त्यो भाडा दिया भन्ने छ र दिएर पनि नदिए पनि आफ्नो ठिकै छ हैन तपाईले हैन हामीलाई हटाएर ठिकै छ हैन गुठी संस्थानको जग्गा हो ठिकै छ हैन मैले त यहाँ स्थानीय सरकारले गुठीको जग्गा सार्वजनिक जग्गा त समझ हैन गुठीको लाल पूजा लिएर आयो यसमा चाहिँ अतिक्रमण छ भने मैले घटाउनु परेन के भयो मेरो घर पनि अब मेरो घरको छोडिदिनु मेरो घर त मैले मुद्दा जिताएको छु मलाई पनि क्षेत्र तपाईँको लाल पूजा लिएर आउनुहोस् मुद्दा हाल्नुहोस् भइहाल्छ तपाईँको त्यो खोलालाई अनि माथिबाट घर बनाइदिनु तपाईँ चाहिँ कुन चाहिँ खोला उहाँ माथि 4 नम्बर त्यो उता त्यो बग्ने ठाउँमा के रक्सी खान्छ क्या कहाँ खान्छ कोही त अनि 4 नम्बरको कोही कहाँ छ मेरो घर उहाँ भने त्यो त्यो त बुढेन कन्ट हो कुरा हो त्यही भने म होइन म होइन भाइ तिम्रो भाइ यहाँ तिमीले मलाई भोट दिएर राम्रो खुसी लाग्यो तर गरिब तपाईँले के भने गुठी जग्गा हो गुठीको मान्छेले मलाई खाली गर्नु पनि म तपाईँ गुठीमा जानु पर्ने त कति वर्ष भयो भने हामी जति बसे पनि आफ्नो हुँदैन कि भाइ कसै आफ्नो हुन्छ तपाईले जा सुन्नु ए त्यसैले पावर पैसा हुनेको चाहिँ आफ्नो हुने हैन हामी गरिबको चाहिँ आफ्नो नहुने हैन त कसैको हुँदैन किन छैन भने जानु न कसैको हुँदैन किन भएन तपाईले आफ्नो जग्गामा बस्न पाउने कुरा एकदमै छ अहिले पनि छ तपाईले यो जग्गा नभर्ताउन है तपाईले हैन मैले भन्नु हैन भाइ गुठी संस्थानको जग्गा गुठीले आज भन्दा धेरै वर्ष अगाडिदेखि तपाईलाई मैले मलाई सोध्न आएको तपाईले मैले भने नि लाल पूजा गरेर फर्किन्छ गुठीको जग्गा हो तपाई जानु डोजर लागिसकेको छ।